एफसीआई कनेक्टर मलेसियन एसडिएन बीएचडीले 100 जनाको माग गरेको छ इन्टरनेशनल मेन पावर रिक्रुटमेन्ट प्राइभेट लिमिटेडमा। यो कम्पनीमा तपाईहरूको 8 घण्टाको बेसिक सेलेरी 1700 रहेको छ भने नेपाली 63,000। प्रतिदिन 7.5 घण्टाको दरले काम गर्नुपर्छ। हप्तामा 6 दिन र 1 दिनको बिदा हुनेछ। खाना सुविधा कम्पनीले दिएको छैन भने बस्ने सुविधा कम्पनीले दिएको छ। यदि यो कम्पनीमा ओभरटाइम तपाईहरूले गर्नुहुन्छ भने 1.5 को दरले कम्पनीले दिनेछ। साथै होलिडेको डबल दिनेछ भने पब्लिक होलिडेको ट्रिपल दिनेछ। यो कम्पनी इलेक्ट्रोनिक कम्पनी रहेको छ भने मलेसियाका टप इलेक्ट्रोनिक कम्पनीमा पर्छ र जुन मेन पावरमा यो कम्पनीको डिमान्ड आएको छ भने त्यो मेन पावरले एथिकल रूपमा यानी कि बिना पैसाको तपाईहरूलाई वैदेशिक रोजगारमा पठाउने काम गर्छ। यदि यो कम्पनीमा तपाईहरू जान चाहनुहुन्छ भने समय छैन, किनभने 2082 9 महिना 27 गते भोलि नै प्री इन्टरभ्यू मेन पावरले लिँदैछ र 2082 10 महिना 1 गते कम्पनीको मान्छे आएर फाइनल इन्टरभ्यू लिन्छन्। यदि तपाईहरू इच्छुक हुनुहुन्छ भने समय छैन, मेन पावरमा कल गरेर अरू कुरामा तपाईहरूले बुझ्न सक्नुहुन्छ। साथै यो भिडियोलाई सबैमा शेयर गर्नु, सबै साथीहरूले यो जानकारी पाओस् भनेर। जय मधेस, जय नेपाल।